बीजेपीलाई लिएर साथसाथै हाम्रो दार्जिलिङका एमपी राजु विष्टलाई लिएर मैले अघिल्लो दिनहरूमा भिडियो बनाइरहेको तपाईहरुलाई याद नै छ होला। सायदै तपाईहरुले त्यो भिडियोहरू हेर्नु सकेको छैन र भिडियो हेर्नु भएको छैन भनेदेखिलाई चाहिँ आज गएर मेरो वलमा गएर त्यो भिडियोहरू तपाईहरुले चेक गर्न सक्नुहुन्छ। र विशेष चाहिँ म आज एउटा राजु विष्टकै पत्रलाई लिएर केही कुराकानी गर्न लागिरहेछु हजुरहरु माझमा। अनि सुन्नुहोस् है पहिले के भन्नुभएको छ उहाँले। म छोटो मात्रै पढ्छु र स्क्रिनशट म यहाँनिर तपाईहरुलाई राखिदिन्छु। आफू पनि अलिकति त्यसलाई गोर गरिदिने अपिल पनि गर्दैछु। बितेका केही महिनाहरूमा मैले दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रका विभिन्न भागहरूको दौडाहा गरेँ। मेरो यात्राको बेलामा मैले दुईवटा प्रमुख समस्याहरू क्षतिग्रस्त सडक र अधुरो नै रहेको पानी आपूर्ति परियोजनाहरूका कारण ठूलो संख्यामा हाम्रो नागरिकहरूले कस्तो कठिन जीवन बिताइरहेको छ भन्ने प्रत्यक्ष अनुभूति गरे भनेर उहाँले फर्स्ट प्याराग्राफ चाहिँ उहाँले यो लेख्नु भएको छ। अनि मुनिको तपाईहरुले पनि अलिकति हेरिदिनुस् र यही सन्दर्भमा म मेरो विचार चाहिँ उहाँसँग राख्न चाहे। र हामीले भन्नुपर्छ किनकि हाम्रो क्षेत्रबाट उहाँ एमपी हुनुहुन्छ दुईचोटि। र बीजेपी भक्तहरूको लागिलाई चाहिँ के भन्न चाहिरहेछु भनेदेखिलाई चाहिँ तपाईहरुले हेर्नुस् यो भक्तगिरी गर्नु छोड्नुहोस्। सर्वप्रथम त तपाईले आफ्नो जाति, आफ्नो माटो, आफ्नो अस्मिता, आफ्नो चिनारीको, आफ्नो भावी पिढीको भविष्य सोच्नुहुन्छ भनेर चाहिँ हुन्छ भनेदेखिलाई तपाईले यो भक्तको रोल निभाउनु चाहिँ छोड्नुहोस्। पार्टीको क्याडर भइसकेपछि पार्टीको क्याडर जस्तै भएर चाहिँ बस्नुहोस् हैन। यो इनिसिएटिभ नराम्रो इनिसिएटिभ भन्न चाहदिनँ म, कतै यो नराम्रो इनिसिएटिभ भन्न चाहदिनँ। तर पत्र मात्रै लेखेर सोसियल मिडियामा आएर बोलेर मात्रै आजसम्म राजु विष्टज्यूले, दार्जिलिङका सांसद राजु विष्टज्यूले, बीजेपीका सांसद राजु विष्टज्यूले गोर्खालाई प्रतिनिधित्व गर्ने 1.5 करोड संसारभरि विश्वभरि छरेर बसेको 1.5 करोड हाम्रो गोर्खा जातिलाई प्रतिनिधित्व गर्छु भनेर चाहिँ उहाँ यो ठाउँमा आएको मान्छे, नेता, नेतृत्व गर्ने व्यक्तिले चाहिँ अहिलेसम्म भ्रष्टाचार गर्ने र कुन ठाउँमा कुन परियोजनाहरूमा चाहिँ भ्रष्टाचार भएको छ भन्ने कुरो चाहिँ आज यो चिठीले पनि फेरि बताइरहेको छ है। र उहाँले बारम्बार सोसियल मिडियामा आएर भन्दैछ म भ्रष्टाचारीलाई जेल हाल्छु, भ्रष्टाचारीलाई यो गर्छु, भ्रष्टाचार गर्नेको अब टाउकोमै म नरियल फुटाउँछु, हाबे जाबे उहाँले कुरो गर्नु भइरहेको त्यो मैले भनेको होइन, तपाईहरुले पनि देखिरहनु भएछ हो र। काम गर्नु विलम्ब हुन्छ होला, काम गर्नुको निम्ति कुनै पनि इनिसिएटिभ लिनुको लागि लिएर त्यो प्रोसेस हुनुको निम्ति थुप्रै आफूलाई समय लाग्न सक्छ। तर 10 वर्ष त नलाग्नु पर्ने। अब यो संसद कालमा उहाँले कुन ठेकेदारलाई ब्ल्याकलिस्ट गर्नुभएको छ, कुन कन्ट्र्याक्टरहरू चाहिँ ब्ल्याकलिस्ट गर्नुभएको छ, कुन घोटालाखोर या त भ्रष्टाचार भएको कामहरूमा चाहिँ यहाँनिर चाहिँ ती भ्रष्टाचारी गर्ने व्यक्ति अथवा नेता या त जो पनि होस् उहाँले जेल हाल्नु भएको छ या त मुद्दा लाउनु भएको छ। अब तपाईले यो नगरेको खण्डमा चाहिँ अब जनताले बुझ्नु पर्यो कतै न कतै राजु विष्टज्यू पनि यसमा संलग्न रहेछ कि भन्ने त शंका गर्ने एउटा ठाउँ रह्यो नि त। जनताले यो कुरो बुझ्नु पर्यो नि। अन्त हामी यहाँको नागरिक भएको कारणले गर्दाखेरि, हामीले यहाँको अवस्था व्यवस्था देखेको कारणले गर्दाखेरि, यो अवस्था व्यवस्थासँग हामी दिनौँ जुझ्नु परेकोले गर्दाखेरि हामी जस्तो साधारण जनताले दिनौँ यो पीडा भोग्नु परेको कारणले गर्दाखेरिलाई चाहिँ हामी आवाज बनेर अगाडि आएर चाहिँ यो कुरो राखेको नि त। तर पनि यहाँनिर चाहिँ बीजेपी भक्त, मोदी भक्तहरूलाई चाहिँ खै किन के जलेको मलाई थाहा छैन। तर यथार्थ कुरो हामी कसैसँग नलुकाई नछुपाई नडराई चाहिँ गर्नु सक्नुपर्छ। यसरी आउँछ एउटा चेन्जेस, यसरी आउँछ एउटा परिवर्तन हैन। राजनीति गर्नुहोस् तपाईहरु, खुलेआम गर्नुहोस्, सरेआम गर्नुहोस्, जेसु गर्नुहोस्। तर जनसमूहले भोग्दै गरेको, दार्जिलिङ पहाडको जनताले भोग्दै गरेको, यहाँको युवाहरूले भोग्दै गरेको समस्याहरूमाथि र हामी जस्तो युवाहरूले बोल्दै गरेको कुरोहरूमा पनि गौर चाहिँ गरिदिनुहोस् भन्ने एउटा आह्वान पनि हो हजुरहरूलाई। यति भन्दै सबैबाट ओझल पनि हुन चाहन्छु। सबैको जय होस्, सबैको मङ्गल होस्।